बिहे थियो निम्तो थिएन, कस्तो संयोग पर्यो। आज म नै ड्राइभर बनेर उसलाई लिन आएको थिएँ, जसलाई एक दिन आफ्नो दुलही बनाउने सपना देखेको थिएँ। आज उसलाई अर्काको दुलही बनाएर मण्डपसम्म पुर्याउनु परेको थियो। म आर्यन। आज बिहान कम्पनीबाट एउटा विशेष बुकिङ आयो। दुलहीलाई घरबाट विवाहस्थलसम्म पुर्याउनु पर्ने। यस्ता काम त म दैनिकी गर्थेँ, त्यसैले सामान्य थानेर गाडी सफा गरेर दिएको ठेगानातिर लागे। जब गाडी ठुलो घर अगाडि रोके, बाहिर सयौं मानिस थिए। बाजा बजिरहेको थियो, सबैको अनुहारमा खुसी थियो। केही बेरपछि घरको ढोका खुल्यो। रातो जोडा लगाएकी दुलही बिस्तारै बाहिर आइन्। मैले सहजै उनको अनुहारतिर हेरेँ। अचानक मेरो सास नै रोकियो। उनी माया थिइन्, त्यही माया जसलाई मैले 5 वर्षसम्म आफ्नो जीवनभन्दा धेरै माया गरेको थिएँ। त्यही माया जसँग भविष्यका हजारौं सपना देखेका थिएँ। र आज उनी अर्कैको दुलही बनेर मेरो अगाडि उभिएकी थिइन्। मेरो हात स्टियरिङमा काप्न थाल्यो। मायाले पनि मलाई चिनिन। हाम्रो आँखा केही सेकेन्डका लागि जुध्यो, तर हामी दुवैले केही बोलेनौँ। उनी बिस्तारै गाडीको पछाडिको सिटमा बसिन्। मैले रियर भ्यू मिरमा हेरेँ। उनको आँखा आँसु टल्किएको थियो। गाडी अघि बढ्यो। गाडीभित्र गहिरो शान्त थियो। रेडियोमा बजिरहेको प्रेम गीत मैले तुरुन्त बन्द गरिदिएँ। केही किलोमिटर पछि मायाले पहिलो पटक बिस्तारै भनिन्, आर्यन कस्तो छौ? मेरो मन हजारौं टुक्रा भएको थियो, तर मैले मुस्कुराउने प्रयास गर्दै यति मात्र भने, ड्राइभरलाई यात्रुको व्यक्तिगत कुरा सोध्ने बानी हुँदैन म्याम। त्यो उत्तर सुनेपछि मायाको आँखाबाट आँसु बग्न थाल्यो, तर उनलाई थाहा थिएन आजको यात्रा विवाहस्थलमा मात्रै टुङ्गिने थिएन। आज एउटा यस्तो सत्य बाहिर आउने थियो जसले सबैको जीवन बदल्दिने थियो। गाडी बिस्तारै विवाहस्थलतर्फ अघि बढिरहेको थियो। अगाडिको सिटमा म, पछाडिको सिटमा माया। तर गाडीभित्रको मौनता शब्दभन्दा धेरै भारी थियो। केही मिनेटपछि मायाले फेरि बिस्तारै भनिन्, आर्यन तिमी अझै पनि मसँग रिसाएकी छौ? मैले ऐना हेरेँ, तर उसको आँखामा हेर्न सकिनँ। शान्त स्वरमा भने, रिस त आफ्नो मान्छेसँग गरिन्छ म्याम। तपाईँ त धेरै अघि नै अर्केको हुनुभयो। यही सुन्नसाथ मायाको आँखाबाट आँसु झर्न थाल्यो। उनी झ्याल बाहिर हेर्दै भने, मलाई थाहा छ मैले तिमीलाई धेरै दुःख दिएँ, तर मैले चाहेर यस्तो भएको होइन। मैले कुनै उत्तर दिइनँ। केही समयपछि गाडी सडक किनारको रातो बत्तीमा रोकियो। त्यही बेला मायाले आफ्नो सानो पर्सबाट एउटा पुरानो फोटो निकालिन्। त्यो फोटो हामी दुवैको थियो, कलेजको अन्तिम वर्षमा खिचेको। मलाई त्यो फोटो अझै पनि याद थियो। मैले मुस्कुराउँदै भनेको थिएँ, एक दिन तिमी यही हात समाएर मेरो दुलही बन्नेछौ। आज उनी हातमा अर्केको मेहेन्दी लगाएको थियो। मायाले फोटो हेर्दै रुँदै भनिन्, मैले यो फोटो कहिले फाल्न सकिनँ। मेरो मन फेरि भरियो। मैले आँसु लुकाउँदै गाडी अगाडि बढाएँ। केही बेरपछि मायाले साहस जुटाएर भनिन्, आर्यन यदि त्यो दिन मैले तिमीलाई छोडेकी नभएको भए आज यो दुलहीको जोडा तिम्रो घरमा लगाएकी हुन्थे। मैले गहिरो सास फेरेँ। अब यी कुरा गरेर केही बदलिँदैन माया।
आज तिमीलाई खुसी साथ नयाँ जीवन सुरु गर्नुपर्छ। मायाले टाउको झुकाइन्। तर उनको एउटा यस्तो कुरा भन्न लागेकी थिइन् जसले मेरो संसार फेरि एकपटक हल्लाइदिने थियो। उनी कापेको स्वरमा बोलिन्, आर्यन, मैले तिमीलाई धोका दिएको होइन। मलाई जबरजस्ती यो बिहे गर्न बाध्य पारिएको हो। मैले हात स्टियरिङमै रोकिएँ। के भन्यो? मायाले रुँदै आफ्नो जीवनको सबैभन्दा ठुलो रहस्य खोल्न थालिन्। मायाको अन्तिम कुरा सुनेर मेरो हात स्टियरिङमै रोकियो। के भन्यो? माया रुँदै बोलिन्, मैले तिमीलाई धोका दिएको होइन आर्यन, मलाई यो बिहे गर्न बाध्य पारिएको हो। म केही क्षण मौन भएँ। मेरो मनले त्यो कुरा पत्याउन सकेन। मायाले कापिरहेको स्वरमा आफ्नो कथा सुनाउन थालिन्। बुबा बिरामी पर्नुभयो। घरमा लाखौँ रुपियाँ ऋण लाग्यो। धेरै ठाउँमा सहयोग मागे तर कसैले गरेन। त्यही बेला यो केटाको परिवारले सबै ऋण तिर्दिने शर्तमा मसँग बिहे गर्न प्रस्ताव राख्यो। उनले आँसु पुस्दै भनिन्, मैले धेरै पटक तिमीलाई फोन गरेँ तर तिम्रो नम्बर बन्द थियो। तिमी विदेश गएको भन्ने खबर पाएँ। त्यसपछि मैले हार माने। मेरो आँखामा पनि आँसु भरियो। साँचो कुरा के थियो भने म विदेश गएको थिइनँ। मेरो मोबाइल दुर्घटनामा हराएको थियो। त्यसपछि नयाँ नम्बर लिएँ तर मायासँग सम्पर्क हुन सकेन। हामी दुवै गलत जवाफका कारण टाढिएका रहेछौँ। गाडी फेरि अघि बढ्यो। मायाले बिस्तारै आफ्नो हातको औँठी हेर्दै भनिन्, आज म अर्कैको दुलही बनेकी छु तर मेरो मन आज पनि तिम्रै साथमा छ आर्यन। मेरो घाँटी अवरुद्ध भयो। मसँग कुनै उत्तर थिएन। केही मिनेटमै विवाह स्थल देखिन थाल्यो। बाजा बजिरहेको थियो। सबैजना दुलहीको प्रतीक्षामा थिए। मैले गाडी रोकेँ। ढोका खोल्न अघि बढेँ। माया गाडीबाट ओर्लिनु अघि एकपटक फर्केर मलाई हेरिन्। उनले आँसु रोक्दै भनिन्, सायद यो नै हाम्रो अन्तिम भेट हो। अर्को जन्म भेट्यौँ भने म तिम्री दुलही बन्न चाहन्छु। यति भनेर उनी बिस्तारै मण्डपतर्फ हिँडिन्। म भने गाडीको छेउमा उभिएर उनलाई टाढिँदै गरेको हेरिरहेँ। तर त्यही बेला विवाह मण्डपबाट ठुलो हल्ला सुनियो। कसैले चिच्याउँदै भन्यो, बिहे रोक्नुहोस्। मण्डपभरि एकाएक शान्त छायो। सबैको ध्यान ढोकातिर गयो। दुलहाको बुवा रिसाउँदै अगाडि आए। उहाँले मायाको बुवालाई हेर्दै भन्नुभयो, हामीलाई थाहा भयो यो केटीले अर्कैलाई माया गर्थी। यस्तो कुरा लुकाएर बिहे गराउन खोज्नुभयो। सबैजना एकअर्काको मुख हेर्न थाले। मायाको बुवाले हात जोड्दै भन्नुभयो, हामीले कसैलाई धोका दिन खोजेका होइनौँ। परिस्थितिले हामीलाई बाध्य बनायो। त्यही बेला माया सबैको अगाडि आइन्। आँखाभरि आँसु थियो। उनी कापिरहेको स्वरमा बोल्न थालिन्, गल्ती मेरो हो। मैले कसैलाई धोका दिन चाहन्न। मेरो मन आज पनि आर्यनसँग छ। यदि यो बिहे भयो भने तीनवटाकै जीवन बर्बाद हुनेछ। मण्डप फेरि मौन भयो। दुलहाले केही बेर मायालाई हेरे। त्यसपछि शान्त स्वरमा भने, म जबरजस्ती गरेर कसैको जीवनसाथी बन्न चाहन्न। म यो बिहे यहीँ रोक्छु। तिमी स्वतन्त्र छौ। यति भन्दै दुलहा आफ्नो परिवारसँग मण्डपबाट बाहिरिए। सबैको आँखा रसाएको थियो। म भने गाडीको छेउमा उभिएर यो सबै हेरिरहेका थिए। अचानक मायाले दुलहीको घुम्टो समात्दै मेरोतिर दौडँदै आइन्। मेरो अगाडि आएर उनी रुँदै भनिन्, आर्यन, यदि तिमीले अझै पनि मलाई माफ गर्न सक्छौ
भने म आज पनि तिम्रै हुन चाहन्छु। मेरो आँखाबाट पनि आँसु झरिरहेको थियो। मैले बिस्तारै भने, माया, म तिमीलाई आज पनि माया गर्छु, तर माया मात्र भएर सम्बन्ध टिक्दैन, विश्वास पनि चाहिन्छ। हामीले एकअर्कालाई विश्वास नगर्दा नै आज यहाँ पुगेका हौँ। मायाले टाउको झुकाइन्। उनले केही बोलिनन्। मैले गाडीको ढोका बन्द गरेँ, इन्जिन स्टार्ट गरेँ र बिस्तारै त्यहाँबाट हिँडेँ। रियर भ्यू मिरमा मैले अन्तिम पटक मायालाई हेरेँ। उनी दुलाहीको पहिरनमै रोइरहेकी थिइन्। मेरो मन पनि रोइरहेको थियो, तर कहिलेकाहीँ साँचो प्रेमको अन्त्य सँगै भएर होइन, एकअर्काको खुसीको कामना गर्दै टाढा भएर हुन्छ। सबै प्रेम कथाको अन्त्य विवाह हुँदैन। केही प्रेम कथा जीवनभरको सम्झना बन्छन्। प्रेममा विश्वास र समय दुवैको महत्त्व हुन्छ। एकपटक छुटेको समय फेरि फर्केर आउँदैन। हस्त, धन्यवाद।